पासो फ्याफुल्ला सम्पूर्णलाई आज जुलाई 12 तारिक खान्से तामाङ समाजद्वारा आयोजित पहिलो बारबिक्यू कार्यक्रम हुन गइरहेको हुँदा हामी पनि त्यहाँ सहभागी हुने मौका पायौँ। खासमा कार्यस्थलमा चाहिँ 9:30 मा पुग्नुपर्ने, हामी चाहिँ अलि अगाडि नै गएछ र एकछिनको पर्खाइपछि हाम्रो कार्यक्रम सुरु भयो। कार्यक्रम सुरु हुनु लगत्तै हामीलाई चाहिँ इन्ट्री हुनेहरूको नाम दर्ता गर्ने काम जिम्मा दिनुभयो। हामीले पनि आफ्नो कामलाई इमान्दारीपूर्वक सफल पार्यौँ। हाम्रो काम सकिसकेपछि हामी पनि भित्र इन्ट्री गर्यौँ। इन्ट्री हुँदा हुँदै बिङ्गो गेम भइरहेको रहेछ, हामी पनि खेल्यौँ। अनि साँझ पख हुनु लागिसकेको थियो, हामी बुढाबुढी नै अब खानपानमा लाग्नुपर्छ भनेर हामी चाहिँ खानपानतिर लाग्यौँ। आजको हाम्रो यस कार्यक्रममा चाहिँ लगभग 200 जना जति सहभागी हुनुभएको थियो। यति धेरै सङ्ख्यामा पनि सबैजना एकदमै सभ्य तरिकाले आफ्नो कार्यक्रम सफल बनाइराख्नु भएको थियो। अनि लास्टमा गएर चाहिँ अब एउटा मेन्दो डान्स गर्न पर्छ भनेर मेन्दो डान्स गरेर हामीले हाम्रो कार्यक्रमलाई समापन गरियो। आजको कार्यक्रम चाहिँ एकदमै धेरै सङ्ख्यामा भए पनि सभ्य र भव्य भएकोमा खुसी छौँ।